मैले के सोचेको थिएँ भन्दाखेरि हिजोदेखि नखाएको भोक लागिरहेको कस्तो भोक लागिरहेको अब होटलतिर गएर भात सात लिएर आएर खाना पऱ्यो भन्ने सोचेको थिएँ। बनाउने चिज त यहीँ सबै छ तर बनाएर खान अल्छी लागेको थियो क्या। अब अल्छी लागेपछि के सोचेँ भन्दा यसो तरकारी हेरेको टमाटर कुहिएछ क्या। यो टमाटर एउटा लत्तै कुहिएछ यार, यो महँगाइमा टमाटर कुहिएछ। अब अरू टमाटर पनि कुन दिन त भएन, अरू टमाटर पनि यसो कुन लाए जस्ता भएछ नि। यी टमाटरलाई चाहिँ चटनी बनाउनु पऱ्यो टमाटरको, होइन भेद्दल बनाउनु पऱ्यो, खबुस ल्याउनु पऱ्यो, दन्काइदिनु पऱ्यो। त्यही सोचिरहेको छु। अब यो टमाटरलाई चाहिँ मैले पकाउँछु, चटनी बनाउँछु। अनि राजेश खबुस लिन गएको छ, खबुस लिएर आएर खबुसित दन्काइदिन्छु कि आज भात खान्न। किन 10 रुपियाँ खर्च गर्ने यार, यहाँ यत्रो पैसा यत्रो तरकारी यहीँ छ। यो तरकारी खेर जान्छ फेरि, होइन। त्यसले गर्दाखेरि म तरकारी पकाउनुतिर लाएँ है। टमाटरको चटनी अथवा भेद्दल बनाउन चाहिने चिज भनेको प्याज, टमाटर, लसुन, खुर्सानी अनि अदुवा छ भने अदुवा। तर लसुन चाहिँ सिधै राख्ने पनि बवाल मिठो हुन्छ। मैले चाहिँ थोरै थिएँ, मसँग लसुन सकिएको थियो, त्यही भएर थोरै काटेको छु। पहिला सुरु मैले प्याज काट्छु। प्याज काटिसकेपछि जहिले यो प्याज काट्दाखेरि रोउँछ, तर आज चाहिँ पानी यहाँ चोबेको भएर रोएन। त्यो प्याज काटिसक्छु। प्याज काटिसकेपछि लसुन र खुर्सानी, टमाटर पनि सँगै काट्छु। यसलाई मेन चाहिने भनेको, बढी चाहिने भनेको खुर्सानी, त्यसैमाथि लसुन अनि टमाटर त भइहाल्यो। प्याज पनि अलि सकेसम्म बढी नै हाल्न पर्ने हुन्छ। तर मैले चाहिँ जम्मा एउटो प्याज, एउटोपट्टि लसुन र 5-6वटा खुर्सानी काटिसकेको छु। यो टमाटर पनि बबाल ठुल्ठुल थियो कि, लास्टै ठुल्ठुल टमाटर थियो। यो टमाटर काटेर हुन त मलाई यो पकाउन भनेपछि मलाई कहिल्यै जाँगर नलाउने, तर आज भोक लागेको कारणले गर्दाखेरि होला मैले प्याज, लसुन, खुर्सानी, टमाटर काटेर चटनी बनाउन आफै कोसिएको छु। कहिले पनि म यो कसरी खाना भनेर कोसिन्न के, आफै गर्छु भनेर मलाई बनाउनै मन लाग्दैन कि अल्छी लाग्छ। होटलतिर हिँड्ने प्लान बनाएको थिएँ, फेरि यार खेरा गइरह भनेर बनाउनतिर लाएँ। पहिला मैले यता कराई बसालिसकेँ। कराईमा चाहिँ तेल अनि यो तेजपत्ता अनि रातो खुर्सानी हालेँ। त्यसपछि हरियो खुर्सानी अनि अदुवा, लसुन, त्यसपछि मैले हालिदिन्छु प्याज। प्याज हालेर प्याज हालिसकेपछि यसो पकाउँछु केही मिनट। प्याज र लसुन अनि खुर्सानी अनि सुकेको खुर्सानी, त्यसपछि त्यो तेजपत्ता हालेर एकछिन केही समय भुट्छु। त्यति भुटिसकेपछि अब टमाटर हाल्ने बेला हुन्छ, टमाटर हालिदिन्छु। मलाई त्यति साह्रो आउन्न के बनाउन, यो रेसिपी पनि भनेको होइन मैले, तर मलाई बनाउन आउँदैन। यो भिडियोको लागि कसरी चाहिँ गर्छु भनेर चाहिँ देखाइरहेको। तर टमाटर चाहिँ लास्टै धेरै भयो यार, लास्टै धेरै भयो यार। हुन त अहिले रह्यो भने बेलुकातिर खाना हुन्छ भन्ने हिसाबले चाहिँ मैले बेलुकालाई पनि होस् न त भातसित पनि च्याट्ट चाट्दै खाना बडा बवाल मिठो हुन्छ नि त। त्यसैको लागि भनेर 3टा टमाटर काटेको धेरै नै भयो, तर चटनी चाहिँ दामी बनाए जस्तो छ। यसमा चाहिँ मैले फेरि अरू मसलाहरू पनि हालिदिन्छु। के मसला हालिदिन्छु भन्दा रातो खुर्सानी अनि त्यसपछि सब्जी मसला अनि त्यहाँ अरू के थिए मसला, तिनी सबै हालिदिएँ क्या। मैले नाम हेर्न थालिनँ, सबै गडाङगुडुङ हालिदिएँ। तर दामी भयो के, चाहेको बवाल मिठो भयो के। ल आउनुहोस् है, सँगै खानुपर्छ। अब मेरो चाहिँ फाइनल्ली यो त चटनी पाकिसकेको छ। फाइनल्ली गाइज मेरो तरकारी चाहिँ चटनी चाहिँ रेडी भइसक्यो। अब राजले खबुस लिएर आउँछन् र खबुससँग दन्काइदिने हो। आजलाई भिडियो चाहिँ यति नै। मेरो भिडियो कस्तो लाग्यो, मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला र स्वस्थ मस्त व्यस्त रहनु होला। अझै अर्को कुरा, सुरक्षित रहनु होला। सकेसम्म बाहिरी फिल्डमा चाहिँ यो मोबाइलमा इमर्जेन्सी अलर्ट बजेको बेलामा, त्यो बेलामा ननिक्लिनु होला। आफ्नो सुरक्षा आफै गर्नु होला। सकेसम्म पानी धेरै पिनु होला। स्वास्थ्य रहनु होला। बाई बाई, टेक केयर। अर्को भिडियोमा भेटौँला।